सो गाइज आज हामीसँग भिडियो छ फेरि पनि तपाईको एक्सओ भन्ने ब्रान्डको पावर ब्याङ्क सेप्टेम्बर ट्रेडर्स भनेर तपाईको सेलरको नाम छ र यो सेलरबाट हामीले चाहिँ पहिला पनि 3-4 चोटि नै अर्डर गरिसकेको छौं है। अनि लेट्स सी व्हाट्स इनसाइड। सो दिस इज फर 800 रुपीज बट दराजको त्यो जेम्सहरु मैले कलेक्ट गरेर चाहिँ मैले यसलाई चाहिँ जम्मा तपाईको 750 रुपीज अफ गरे। जम्मा 750 रुपीज को तपाईको चाहिँ के रे 10000 mAh को USB-C डुअल इनपुट लिने पावर बैंक हो है त। यो व्हाइट कलरमा यस प्रकार छ हेर्नु। सिल चाहिँ रहन्छ यो प्रोडक्ट है। इट्स कमिङ अफ है, कमिङ अफ आउट अफ द बक्स। तर पहिलाको प्रोडक्ट एक्सो को प्रोडक्ट चाहिँ सिल थियो है त, सिल थियो, ल्यामिनेटेड थियो। यस प्रकारको छ। ग्राफिक्स यस्तो छ। पछाडी जेन्युइनिटी को कुराहरु छ है। हामी जेन्युइन हो है, वी आर गुड ब्रान्ड भनेर है यताउता भनेको छ। अनि इनपुट पनि दुईटा आउटपुट पनि दुईटा छ है, त्यहाँ हेर्न सक्नुहुन्छ है। त्यो USB-C बाट इनपुट पनि हुने आउटपुट पनि हुने। दैट्स अ गुड थिङ है त। सो तपाईको QR कोड छ अनि क्रफोर्ड टेक्नोलोजी हङकङ को लिमिटेड भनेर रहेछ है त। प्रिन्टेड विथ सोया मिल्क, सोया इंक, मेड इन चाइना। सो यसको चाहिँ तपाईको हेर्नलाई चाहिँ hkcrawford.com मा जानु पर्यो एक्सओ को लागि। एक्सओ भन्ने ब्रान्ड हो, व्हाइट कलर को। पहिलो कुरा केबल हेरम है, उल्टो निकालेको छु मैले। केबलको क्वालिटीबाट म सुरुमै डिसअपोइन्ट भइसकेको छु, केबलको क्वालिटीबाट है। है अनि वारेन्टी कार्डहरु छ, यताउता छ, चाइनिजमा छ। यसरी चार्ज गर उसरी चार्ज गर भनिरहेको छ है। यो वारेन्टी कार्ड होला प्रोबेबली। यसको वारेन्टी कार्ड यस प्रकार छ गाइज। है त देखियो होला, इट शुड डु। अनि पावर बैंक एकदम स्लिम छ र प्रोबेबली यसमा तपाईको 18650 ब्याट्री चाहिँ लाग्दैन होला है त। त्यो ब्याट्री चाहिँ किनभने यसमा अटाउँदैन क्या त्यो ब्याट्री। सो यसले लिपो ब्याट्री युज गरेको हुन सक्छ है त। स्मेल गरेर ब्याट्री थाहा हुने त हैन, बट लिपो ब्याट्रीले चाहिँ अर्कै एउटा फ्युम चाहिँ छोडिरहेको हुन्छ क्या। सो यस्तो छ हेर्नु है। एक्सओ भन्ने ब्रान्ड है। 800 रुपीज मा मैले किनेको। दराजको भाउचर युज गरेर 50 रुपीज कम, बट हजुरले 800 मा पाउनु हो भने पनि दैट्स अ गुड डिल है। थिन यस्तो छ। अब कम्पेयर गर्नलाई यहाँ के छ त, तपाईको प्लेइङ कार्डसँग कम्पेयर गर्दाखेरि यो प्लेइङ कार्ड हो एउटा है। प्लेइङ कार्डसँग कम्पेयर गर्दा यस्तो छ। ठ्याक्कै प्लेइङ कार्ड भन्दा अलिकति ठुलो छ है साइज कम्प्यारिजन को लागि। यो अस्ति किनेको ब्लुटुथ इयरफोन, यसलाई चाहिँ चार्ज गर्न खोजम न है। यो चाहिँ सानो छ, यसलाई चाहिँ चार्ज गर्ला कि तिनीलाई गर्न नसकेर यसलाई गरे भने त फेरि पावर बैंक बिग्रेको छ भन्ने थाहा हुन्छ। गरेन, हुक्का पानी केही भएन यहाँ है। फेरि लेट्स रिभर्स द वायर। सो यो पावर बैंकले USB बाट इनपुट मात्र लिदो रहेछ है। सो बिट कन्फ्युजिङ, एडभर्टाइजमा चाहिँ बिट कन्फ्युजिङ छ। यसले यसलाई पनि चार्ज गर्न सकेन। सो यसले सी चाहिँ आफू चार्ज हुनलाई चाहिँ लिन सक्छ, अर्को ग्याजेटलाई चाहिँ चार्ज गर्न सकेन। यो चाहिँ ब्याड कुरा हो। सो गाइज मैले यसलाई चाहिँ त्यो सी नगरेको भएको भएर चाहिँ मैले यसलाई 7 आउट अफ 10 दिए प्राइस पोइन्ट अफ भ्यूबाट है। तपाईको 10000 mAh को पावर बैंकले चाहिँ तपाईको अहिलेको मार्केटमा 1000 रुपैयाँ जति राम्रो खालको वारेन्टी दिने खालको पर्ने नै गर्दछ। सो मैले चाहिँ यसलाई 800 रुपीज 750 मा ग्र्याब गर्न सके। 800 रुपीज मा चाहिँ अझै पनि होला दराजमा 2 आइटम रिमेनिङ थियो मैले पर्चेज गर्दा, 2-3 टा आइटम। राम्रो छ प्रोडक्ट, आई विल किप इट है। जस्ट यसले USB-C बाट सी चाहिँ चार्ज गरेन भन्ने कुरा मात्रै हो। अरु चाहिँ यसले सी बाट आफूले लिन सक्छ, आफूले लिन चाहिँ सक्छ है त। हामीले चेक गरेमा कि आफूले चार्ज चाहिँ लियो, बट आफूले C to C दिन सकेन है त। रिभर्सिबल C भएन। बट अर्को दुईटाबाट चाहिँ तपाईको 2.4 एम्पियर 2 एम्पियर तपाईको ड्राइभ गर्छ। तपाईको फोनको पावर आउटलेट जस्तो फास्ट त हुन्न है। फेरि
तपाईँको के अरे फोनको 15 वाट 18 वाट तपाईँको 22 वाटको पाउनुहुन्छ नि जुन चार्जर, त्यो पावर सकेटै तपाईँको पावरफुल हो। हेर्नु हतारमा चार्ज गर्नु छ, तपाईँको फोनले सुपर फास्ट चार्जिङ सपोर्ट गर्छ भने त्यस्तो बेलालाई फेरि होइन यो पावर ब्याङ्क। यो चाहिँ जस्ट तपाईँको ब्लुटुथ हेडसेटहरू बेसिकल्ली तपाईँ यत्तिकै ज्यादा पावर पनि नहुने ठाउँमा जाँदाखेरि चाहिँ यत्तिकै छोडेर लङ टाइम लगाएर चार्ज गर्छ क्या यसले। चार्ज चाहिँ त्यस्तो त पावर आउटलेट जति त एक्सपेक्ट नगरे हुन्छ। सजिलरी तपाईँको कुनै पनि पावर ब्याङ्कले चाहिँ है एउटा जस्ट अ थिङ है, आई निड टु से कि सजिलरी चाहिँ जेनरली पाउने नेपालमा पाउने 70% 80% पावर ब्याङ्कले चाहिँ फास्ट चार्ज चाहिँ गर्न सक्दैन कि लाइक एज गुड एज द वाल चार्जर। त्यो कुरा चाहिँ हो है फेरि एउटा। अनि वायरलेस पनि काम छैन तपाईँको ब्लुटुथ। यो तपाईँको यसले सपोर्ट गर्छ भने यो चार्ज गर्नलाई त ओके छ है, यो ओके छ यो मात्र चार्ज गर्नलाई। तर तपाईँको फोन चार्ज गर्नलाई ओके छैन क्या, किन तपाईँले एक दिन गर्नुहुन्छ वायरलेस चार्ज, 2 दिन तेस्रो दिन झ्याउ लाग्छ कि या तारै हालौँ भन्ने हुन्छ। सो डोन्ट वेस्ट योर मनी अन वायरलेस चार्जर्स एट अझै पनि है, कि तपाईँको एकदमै त्यो सेटअपै एक्सपेन्सिभ किन्नु पर्यो है। टु एक्सपेन्सिभ सेटअप वायरलेसको चिन्नु नर्मली 2-3 हजार 1500-2000मा वायरलेस चार्जर भनेर बेचिरह नि, बिलो यो 2000 रुपिस $20 बिलोको प्रडक्टहरू, यो सबै यो ढुस हो, यो काम छैन वायरलेस चार्जिङ। सो सेभ योर मनी है त, सेभ योर मनी। सी यू अगेन।